मम्मी चाहिँ रेडी भइरहेको छौँ। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा अस्ति एक्सिडेन्ट हुँदाखेरि हाम्रो राकेश अङ्कल चाहिँ एक्सिडेन्ट भएको थियो नि त उहाँलाई नै हेर्नु हामी जाँदैछौँ। अनि के भन्छ त्यसपछि चाहिँ आई थिङ्क हामी दुधे पनि जान्छौँ पाङ्गे बजार। सो सी इज माई मदर, सी इज रेडी एन्ड आइ एम सो रेडी टु गो। कस्तो हुन्छ के हुन्छ त्यहाँ भेटेर तपाईँहरूलाई भन्छु ल। सो राइट नाउ गाडी आयो, मम्मी पनि रेडी। ल हाल्नु मम्मी सामान। अङ्कलको लागि मिठाई क्या लगाइरहो मुन्ना भाइ मै मदर इन्डिया। हामी यहाँ बस्ने हो। अङ्कल हेलो अङ्कल यो। सो हामी चाहिँ अब गाडीमा बसिसकेको छौँ। अन्तदेखि चाहिँ हामी चाहिँ अब जान्छौँ। गएपछि चाहिँ अङ्कललाई भेट्छौँ। त्यहाँदेखि हामी विल गो टु दुधे। ओके बाई बाई नाना र भेट्नलाई बाई बाई। हामी चाहिँ अब राकेश अङ्कलको घरमा आइपुग्नु आँटेको छौँ। अङ्कलको लागि कोसेली निकाल्दै यो बाटोबाट हामी आयौँ। अनि त्यहाँदेखि चाहिँ हामी चाहिँ यहाँदेखि तल जानुपर्छ अङ्कलको घर। हाम्रो मम्मी रेडी विथ द कोसेली। ल जाउँ 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 जाउँ। हामी जाँदैछौँ, यहाँदेखि जानुपर्छ। हेलो अङ्कल मोहिनी, हाम्रो अङ्कल यहाँ हुनुहुँदो रहेछ। हेलो अङ्कल। यहाँ चाहिँ हामी अब अङ्कलहरूको के भन्छ हालचाल बुझ्दै यसो हल्का गफसफ गर्दै बसेको। के हुनुहुन्छ, कस्तो हुनुहुन्छ, कसरी भयो होइन, अलिकति भए पनि कन्सोल गर्दै गफ गर्दै एकछिन बसेको। अङ्कललाई हेरेर माया लाग्यो। अनि उहाँ हुनुहुन्छ आन्टी, रासन लिएर आउनु भएको रहेछ तलको बागे। हामी चाहिँ अब भेटघाट गऱ्यौँ। अनि त्यहाँदेखि चाहिँ अब चाहिँ जाँदैछौँ बाङ्गे। यहाँनिर चाहिँ आन्टी अङ्कलहरूलाई बाई बाई भनेर। सो हामी चाहिँ राकेश अङ्कललाई भेटेर चाहिँ उहाँको हालखबर सोधेर हामी चाहिँ अब दुधेपट्टि लाग्दैछौँ। बिकज हामी चाहिँ दुधेमा गएर चाहिँ हाम्रो फुपूले चाहिँ लन्च बनाइदिनु भएको छ। सो अब फुपूले पनि कल गर्नुहुँदैछ कहिले आउनुहुन्छ भनेर। लन्च टाइम लगभग भइरहेको छ नि त, त्यही भएर। अनि राकेश अङ्कल चाहिँ अलिकति ठिकै हुनुहुन्छ, त्यो चाहिँ खुसी लाग्छ है आमा। अनि यहाँ आमा छोरी भेटेर खुसी लाग्यो। अङ्कललाई इन्तजार, अङ्कलको इन्तजार गरिरह है पोगडी। यहाँनिर एकदम राम्रो ठाउँ रहेछ, मजाको शान्ति खालके इन्भाइरोमेन्ट। अब चाहिँ दुधेमा गएर भेटौँला। हाम्रो गाडी अब यसरी टर्न गरेर चाहिँ हामी चाहिँ लाग्ने हो। सो राइट नाउ अब चाहिँ हामी चाहिँ यहाँनिर आइपुग्यौँ फुपूको घरमा। सो फाइनली साथीहो म चाहिँ फुपूको घरमा आइपुगेँ। गाडी त्यहाँ पार्क गऱ्यौँ। हामी दुधेमा आइपुग्यौँ। टक्क लन्च कति बजे हो, 1 बजे टक्क लन्च खाने टाइममा आइपुगेको छु। हामी चाहिँ मम्मी चाहिँ त्यहाँ गाडीबाट सामान निकाल्दैछ। हामीले चाहिँ फुपूलाई चाहिँ इस्कुस हुनुपर्छ भनेर चाहिँ नि इस्कुस भरेर इस्कुस चाहिँ एक झोला ल्याइदिएको छौँ। अनि हामी चाहिँ अब भित्र जानेछौँ। यता त गरम ठिकैको भइरहेको रहेछ। ए फुपूको घरमा एन्ट्री यताबाट पस्छौँ। मान्छे नै त छैन त नि त, कता गएछ? अनि मान्छे खै नि त फुपूलाई चाहिँ फोन गर्नु न। लो त्यसो भने मदर इंडिया फोन किया जाए क्योंकि हम लोग आ गए हैं फूफी के घर में और फूफू जो नहीं है। ये कैसा है, ये कैसा? यहाँ हाम्रो हिरो अङ्कल। त्यहाँदेखि फुपू नै छैन। हामी अलिक ढिलो भयौँ कि फोन गर्नु हुँदैछ। हुन्छ लु आमा फुपू चाहिँ पञ्चायत अफिसमा जानु भएको रहेछ। सो बस्दै गर्नु भन्नु छ। लु त हामी पो स्वागत गर्नु पर्यो हाम्रो फुपूलाई फुपूकै घरमा। कहाँ जानुभयो फुपू चाहिँ? फुपू
यता फोन लिएको त अनि उताबाट यताबाट उहाँ चाहिँ हुनुहुन्छ हाम्रो फुपू नमस्ते फुपू त के भन्नु जहिले सुके लेखा पढिन नभए पनि फाइल बोकेकै छु हौ म त त्यही त ठिकै छ त अन्त मेरो मम्मी मेरो फुपूजी हुँदैन नि ठिकै छ तिमीलाई राखेर हामीले के गर्नु बेलायती बेलाको पुडी सुँगुर यहाँ काटकुटमा चल्दैन बुढी सुँगुर फर्स्टचोटि आमाको नाम अनि तिमीहरू चाहिँ के खानु मासु त पकाएर राखिदिएको छु त मर्नै गर्नु उयो छ एउटा छ अब नानी भने पनि मै हो ठुलो भने पनि मै हो भाउजूले भान्जीले भने कि यत्रो बिघ्न किन ल्याएको 2-3 वटा ल्याएको भए हुन्थ्यो अब किनेर खान्छौ त्यो किने पैसा हाल्यो बस्ने के खाने हो रम्बियाको के को रम्बियर नो रम्बियर खाँदैन एकदम यताले त चिसो भइहाल्छ यो चाहिँ फुपूको नाम के हो गाजली मैले फुपूको गाजली हाम्रो फुपू के भन्नुभयो हाम्रो मम्मीलाई के सुँगुर बुढो सुँगुर हैन पुडी सुँगुर ए बुढो पुडी सुँगुर बनाउँछ पुडी सुँगुर अनि पुडी सुँगुर जस्तै गोरा छ नि त फलतिर राखेको सुँगुरहरु नुहाइदिन्छ गोरा छ बङ्गुर सुँगुर भने न बङ्गुर भन मैले राखेको चाहिँ पुडी सुँगुर ठिकै हो अब पुडी सुँगुर बुझाएर भने चाहिँ चाइनिज सुँगुर यहाँ अङ्कल यहाँ आमा यहाँ हाम्रो फुपू मोहिनी हामीलाई अनि हाम्रो यहाँनिर के हो यो सुँगुरको मासुसँग डोजर यहाँनिर म यहाँ बस्छु अनि त्यहाँदेखि खाने हो धेरै धेरै धन्यवाद छ हाम्रो प्यारो फुपूलाई लिनु 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 मम्मी खानु स्टार्ट लागिसक्यो ल हामीले चाहिँ अब लन्च खाइसक्यौँ अन्त हामी चाहिँ अब जानु आँटेको फुपूको बाख्रा चाहिँ उयो पर रहेछ बाख्रा पालिरहेछ फुपूले चाहिँ अनि अब हामी चाहिँ कहाँ जाने हो भन्दाखेरि चाहिँ हामी चाहिँ अब बाङ्गे बजार जाने हो हल्का सपिङ गर्ने हो एन्ड देन वी विल रिटर्न टु आवर स्विट होम त्यही त नि हाम्रो मम्मी चाहिँ नक्कली मम्मी केस गर्नु भन्दैछ ल छिटो 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 पछि प्याकेरो पछि प्याकेरो वाटेभर जुम भनेको मैले चाहिँ अघि नि म यहाँ एकछिन उभिएको थिएँ कि रातो कमिलाले चिल्यो नि हौ कस्तो दुख्यो नि रातो कमिलाले चिल्यो सब्जी मार्केटिङ ल जुम हामी सबै बाङ्गे बजार टुवर्ड्स रहेछ मम्मीको फर्स्ट सपिङ कति गर्छ आवाजे कति गर्नुहुन्छ मात्रै 10 रुपियाँ डिस्काउन्ट रहेछ टमाटर 1.5 किलो 50 अरे 1.5 किलो भनेको चाहिँ 1.5 रहेछ ओ यहाँ रहेछ ल यहाँनिर चाहिँ लुगा सेक्सन रहेछ ओ नाइस वान हो
आमामामा कुखुराहरू पनि सपिङ गर्नु आएको होला हौ त्यही त हाम्रो कुखुराले कहिले यसरी चल्ला निकाल्छ होला कुनी उफ, गर्मी गर्मी पर्दा बेडसिट यहाँनिर पनि रहेछ दोकान दामी 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 पाउँछ यहाँ आउँदा पनि हुन्छ यहाँ पनि छ सिधा हुन्छ मोटो मोटो ल थाक्यो गरम भयो गर्मी भयो गर्मी गर्मी हो रहा है सपिङहरू चाहिँ भयो आयो गाला कस्तो गरम अब हामी चाहिँ रिटर्न हुँदैछौँ गाडी कहाँ राखेको छ हौ आमा अब उतै जाने होइन मम्मी अब उतै जाने होइन डाइरेक्ट गाडी भएकोमा सो हाम्रो सपिङ भयो गर्मी न गर्मी अब हामी गएको चाहिँ गाडीपट्टि लागेको खोइ कता छ हौ गाडी यहाँ पर छ अनि त्यहाँदेखि मै मदर इन्डिया एन्ड फुपू आउँदैछ होइन होइन उयो 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 छ नि उयो इधर 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 ल अन्त अब हामी चाहिँ फर्केको मिरिकपट्टि लागेको आज एकदम रमाइलो भयो दिन अहिले चाहिँ अलिकति सुविधा भएको छ दुधेको चाहिँ ब्रिज नभए पनि यहाँदेखि चाहिँ बाटो छ सबैलाई थाहै छ तर पनि देखाइदिएको मैले दुधेको ब्रिज खेल्नु मन लाग्यो अब त सबै पिकनिकहरू स्टार्ट भएछ ए मान्छेहरू पुरा पिकनिक सिकनिक मनाउँदै दुधे खोलामा यतानिर मान्छेहरूले रमाइलो गरिरहेको छ दुधेको पुल चाहिँ त्यसरी बाँधेको छ है यहाँ चाहिँ मेरो मम्मी वासरुम जानुभएको थियो अनि हामी चाहिँ यहाँनिर टिङ्कलिङ भ्यू पोइन्ट हो यो चाहिँ यहाँनिर हामी एकछिन पज गरेको बसेको यहाँ अङ्कल हुनुहुन्छ हामी अलिकति त्यही नजारा हेर्दै यहाँनिर राम्रो भ्यू देख्छ अहिले चाहिँ तर विन्टर भएर एन्ड देयर सी इज माई मदर सी हेभ रिच्ड ओभर देयर अब हामी चाहिँ के गर्छौँ भने एकछिन बस्छौँ अनि त्यहाँदेखि फर्किन्छौँ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो टिल एन्ड एन्ड डु लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब माई च्यानल थ्याङ्क यू